कति बजे यहाँको 8 बजे हो 8 बजे 4 बजे फुपू बजे बाजे बाजे त मर्निङ मतलब मर्निङ के हेलो बजे आफै सेल्फ लिन जाने होला बक्स सिस्टम जाने हो न मीना बाजार किसका है नाम पे पड़ा कुछ पता है आपको किसका नाम पहले क्वीन का था किसका किसका और बता नहीं है बाप नहीं नाम है हाँ पता नहीं पता जैसे आप लोग सी बोर्ड को क्या बोलते हैं हिंदी में नहुँदाखेरि पहिला पहिला कडी पाटनको घर हुन्थ्यो नि उयोहरू न दाउरा वो त्यस्तै छ वो दाउरे 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 कडी कोही है अब अहिले अब होटलहरु फोटो खींच लो खींच ले नहीं उतर के खींच लो ना कुर्सी का हाँ उतर के हेलो यो हाम्रो दुबईको सबसे पुरानो पुरानो के हो रे घरहरू पुरानो घर हो यो चाहिँ हाम्रो कति 90 एउटा चाहिँ घर छ अरे 90 वर्ष अगाडिको घरहरू अरे हेर्नुहोस् त गाइज कति पुरानो घरहरू 90 वटा मात्र घर बाँकी छ यो दुबईको यहाँ चाहिँ पुरै यो ट्रेडिसनल हाम्रो नेपालमा चाहिँ ए उता लेट्स गो कम हियर एभ्रीवन सी यो हाम्रो नेपालको जस्तै माटोले बनाएको घर रहेछ हैन यहाँ एकदम यिनीहरूलाई सबैलाई एकदम सुरक्षित गरेर राखेको छ हेर्नुस् ओ माय गॉड पुरानो ऐतिहासिक क्यामेरा आमा नि क्यामेरा ओ इ यो पुरानो क्यामेरा हेर्नु त म त आँखै पनि and we can sit here like this chair wow भने मम्मी म भिडियो गरिहाल्छु है हेर्नुहोस् यहाँ सबै पुरानो चिजहरूलाई चाहिँ ओ हेर्नुहोस् हाम्रो यहाँ कति राम्रो देख्न सक्नुहुन्छ traditional this is one traditionals of Dubai and here is a store you can see here is store this cloth is you can buy 10 gram it's so beautiful this is the bazaar what is this बजार रहेछ त स्मल बजार ऊ त्यहाँ 14 ठाउँ रहेछ हेर्नुहोस् यो दुबईको यो पुरानो हिस्टोरिकल प्लेसमा चाहिँ यो बजार रहेछ हाम्रो वहाँ नेपालमा चाहिँ के भन्छ हाम्रो दरबारहरू छ नि हो त्यहाँ जस्तै रहेछ यहाँ पनि ओ माई गॉड वाट इज दिस सो ब्युटिफुल इलाफेन्टमा चाहिँ ओ वाउ लुक एट दिस we can see so beautiful elephant here oh my god lol side हेर्नुहोस् त यहाँ कति राम्रो it's a historical place of Dubai yeah this is मेरो भाइ यो काठको त होला नि ओ यहाँ हामीले हेर्न सक्नुहुन्छ समुद्र ओ माई गॉड यहाँ त जहाँ पनि समुद्र छ ओ माई गॉड यहाँबाट काठ के रहेछ फेरि यो त आहा कति राम्रो वाउ हो यस्तो दामी देखेको होइन है यो त यादै गरेन हिजो बत्ती बोलेछ होला यो हेर्नुहोस् गाइज हिजो हामी त्यहाँनिर गएको थियो होइन त्यहाँबाट चाहिँ हामी यो घरहरू हेरेको थियौँ तर आज चाहिँ हामी यहीँ आएको छ पुरै यो समुद्रको बिचमा चाहिँ यो प्लेस छ यो दिस इज ए हिस्टोरिकल प्लेस अफ दुबई वेयर वी क्यान सी द 90 हाउस विच इज मेड इन 19 years ago and I also don't know what it is called हजुर what is this this is a king राजा है एकैछिन हामीले चाहिँ
अब यसलाई के भन्छ थाहा छैन मलाई होइन, तर यो चाहिँ अन द वे हामी आउँदा आउँदा अन द वेमा चाहिँ यो हाम्रो हिस्टोरिकल प्लेस अफ दुबई चाहिँ हामी यहाँ छिरिरहेको छौँ। अनि यो चाहिँ एकदम पुरानो 90 वर्ष अगाडिको घरहरू हो। अनि यहाँ चाहिँ यो सामानहरू पनि प्रिजर्भ गरेर राखेको छ। यो चाहिँ हाम्रो दुबईको चाहिँ हिस्टोरिकल प्लेस where we can see the difference, not difference, but it is also, I don't know what it is, पुरै आर्टहरू छ क्या यहाँनिर। This is art and look, this is तमाखु भन्छ के भन्छ यसलाई हो। यो हेर्नु पुरानो के पुरै कति वर्ष अगाडि 90 वर्ष अगाडिको भनिरहेको हुन्छ के यहाँ पनि छ है सामानै सामान। यो पनि पुरानो है बाजे, पनि पुरानो। दराजहरू पनि यस्तो के हो। यो चाहिँ आर्टिफिसियल समुद्र, दुबईले आफै बनाएको आर्टिफिसियल समुद्र। कसरी बनायो होला? ओ माई गॉड, भिडियो खिचिरहेको छु। यहाँ त सबसे यो चाहिँ सबसे ठुलो ब्रिज हामी गइरहेको चाहिँ हाम्रो सबसे ठुलो ब्रिज अफ दुबई हेर्नु सक्नु हो। कति के हो, म त पागलै भइसक्यो। This is too much क्या कसरी बनायो होला कि? यो त हाम्रो नेपालको त 1% पनि छैन यार। मतलब आर्टिफिसियल त यस्तो बनाइन्छ, हाम्रो नेचुरल हुँदा त बनाउन सक्दैन। दिस इज अल आर्टिफिसियल के। हाउ क्यान दे मेक इट? अरे द्याट कस्तो सिप त नि राजा गरे खिच्या नै भिडियो बनाएको मम्मी भेनाहरू यस्तै होला है मम्मी। यो राजाको सिप रे कस्तो डेन्जर है, कसरी बना होला? एलिजाबेथ दिस इज एलिजाबेथ। रानीको के त्यो लन्डनको छ नि एलिजाबेथ। लन्डनको युकेको ए यहाँ दुबईलाई गिफ्ट दिएको। ओ माई गॉड, ती धनी छ राजाहरू त। दुबईको राजाहरू त कति धनी गरिछु। हामी त यहाँ पनि अर्कै लुगा लाएर गर्नु पर्ने। हामीले यस्तो यो त आइजन यो भिडियो सजनले फोटो खिच्छ, म भिडियो गर्छु। मेरो चार्ज कम छ, फेरि ब्रुसकाली स्विमिङ कस्ट्युम ल्याउनु भयो। स्विमिङ कस्ट्युम ल्याउनु पर्थ्यो। अब हाम्रो यहाँ आउँछ नि के थाहा त नि, हाम्रो लिस्टमा थिएन नि त यो। ओके भिडियो आउँछ पानी त छुनु पाइहाल्छ जानु ल मान्छे गइन लुगा कपडा भिज्छ क्या। के हो अनै छ भने के यहाँ समातेर ल म यहाँ दुई पछि तपाईँले भिडियो गरिदिनु यो यतिकै बजे निकाल्नु के हुन्छ ल सबै क्यामेरामा हात राखेर होइन मैले यता ल्याएको भएर हो कि कन एकछिन हेलो गाइज हेर्नुहोस् यो चाहिँ दुबईको सी बिच। अब यहाँ चाहिँ हेर्नुहोस् हाम्रो चाहिँ प्याकेजमा यहाँ चाहिँ घुम्ने थिएन, तर हाम्रो के भन्छ एजेन्टले चाहिँ हामीलाई यहाँ बिचमा पनि ल्याइदिनु भयो। इट्स सो ब्युटिफुल। हामी यहाँ कति मिनट रे भाइ 15 मिनट चाहिँ हामी यहाँ घुम्न पाउँछ।
वाउ यस्तो गर्मी छ यहाँ है आई डोन्ट नो कति डिग्री भयो हो बट हावा पनि आइरहेको छ तर मस्तै पुरै कस्तो रिलिफ फिल भइरहेछ वाउ दिस इज भिज्छ जस्तो लाग्छ जुत्ता खोल्नै मन लागिरहेको छैन तातो परेछ आमामामा छाल जान मलाई त उसले फोटो चाहिँ खिचिदिनु है कति धेरै नुन पनि आमामामा पुरै नुनै नकिन्नु पर्ने रहेछ बजाइ नुनी ल केस गरेर साधु नुनु है नुनु ल होइन म त उही गरेर लाउँछु यस्तो त्यो फोन ए कति नमिठो नुनीलो छ कस्तो नुनीलाई है नुनै हाल्न नपर्ने त्यही त नुन प्रडक्सन यहीँबाट हुन्छ क्या नुन यहीँबाट त लिन्छ नि समुद्रबाट त्यही त त्यही भएर त भने नुन प्रडक्सन जाम जाम अब फेरि होइन कि त्यो बोट हो खजुरो त के थाहा कोकोनट त ओके ओके यसको त माथि छ सुक्छ